हेलो। हेलो, तपाईँ सबनम भाउजूको बाबा बोल्नुभएको होला है? हो त, किन? म तपाईँको छोरी जयको घरबाट बोलिरहेको छु। तपाईँ छिटोभन्दा छिटो यहाँनिर आउनुहोस् न। के पर्यो त्यस्तो? त्यो सबै भनिरहने समय छैन अहिले। तपाईँ छिटोभन्दा छिटो यहाँनिर आइदिनुहोस् न। हँ, ल ल ल, म आइजाने। सर यो मुखबाट फिस आइरहेको छ, पोइजन खाएको हुनुपर्छ सर। यो घटना कति बजी भएको? खै बेलुकी त राम्रै थियो। म बिहान सधैँ उठेर बाहिर गएर आउँदाखेरि चाहिँ बुहारीले मलाई चिया दिन्थ्यो, तर बुहारीलाई नदेखेर यहाँ आएर हेर्दा यो अवस्थामा देखेछ। पहिला चाहिँ तपाईँले देखेको? हजुर। तपाईँ चाहिँ को हो उसको? ससुरा हो। अनि उसको हस्बेन्ड चाहिँ? म उसको हस्बेन्ड। तपाईँको फ्यामिलीमा को हुनुहुन्छ? हामी दुई बुढाबुढी, छोरा बुहारी, यो चाहिँ मेरो छोरी हो, एउटा काम गर्ने केटी छ। तपाईँहरूसँग बेलुका कोहीसँग झगडा भएको थियो? सर बेलुका खानासाना खाएर त राम्रो सुतेको, बिहान चाहिँ यस्तो घटना घटिरहेको थियो। हेर्नुहोस्, तपाईँको वाइफले पोइजन खाएर सुसाइड गरेको जस्तो छ, तर पोस्टमार्टम रिपोर्ट नआइन्जेल म केही पनि भन्न सक्दिनँ। छोरी के भयो मेरो सबनामलाई? सर सर के भयो सबनामलाई? सम्झि साहब के भयो मेरो छोरीलाई? हेर्नुहोस्, तपाईँको छोरी हो? ज्यू, मेरो छोरी। तपाईँको छोरीले पोइजन खाएर सुसाइड गरेको जस्तो छ, तर पोस्टमार्टम रिपोर्ट बेगर हामी केही पनि भन्न सक्दैनौँ। जय, के भयो छोरीलाई? के भयो सबनामलाई? बाबा हिजोसम्म त ठिकै थियो, आज बिहान बाबाले यसरी देख्नु भएछ। म अचम्म लागिरहेको छ बाबा। होइन होइन होइन, सरले जुन चाहिँ पोइजन खाएर यस्तो भएको भन्दैछ नि, केही त भएको हुनुपर्छ। केही कुरा लुकाउनु हुँदैछ तपाईँहरूले। तिम्रो पार्टी लिएर आउँदैन? केही चाहिँ भएको हुनुपर्छ। सबनाम नसुनुहोस् नसुनुहोस् छोरी। तिमीले बिहा गरेको कति भयो? यस्तै 9 वर्ष भयो सर। एरेन्ज म्यारेज कि लभ म्यारेज हो? सर एक्चुअलमा हाम्रो मेलामा भेट भएको थियो सर, 1 हप्ता जस्तो यसो भेटघाट भयो, अनि त्यसपछि हामीले बिहा गरेको सर। एकै हप्तामा त्यस्तो विश्वास गरिहालेको? एकै हप्तामा बिहा गरेको? त्यस्तो भयो सर। खै छोडिदेऊ त्यो कुरो। बालबच्चा कतिजना छ? सर बालबच्चा छैन हाम्रो सर। अरे बाफ्रे, बिहा गरेको 9 वर्ष भयो, अहिलेसम्म बालबच्चा छैन? दुईजनाको के होला बिचमा? होइन सर, हाम्रो बालबच्चै नभएको। कसकोबाट नभएको? तिम्रोबाट कि वाइफकोबाट? बुहारीकोबाट नि सर। यसले डक्टर कम्ती देखायो, कति पैसा खर्च गर्यो, जयजन्मै भएन। भनेपछि जय जन्म नभएकोमा पारिवारिक उत्पीडन त गर्नुहुन्थेन बुहारीलाई? कहाँ गर्ने सर, उसलाई त हामीले छोरी जस्तो गरेर राखेको नि, थै थै राखेको। त्यो छोरीले पनि कम्ती माया गर्थ्यो भाउजू भनेर, तर अब जयजन्मै भएन, के गर्ने? तिम्रो नाम के हो? मेरो नाम आँचल हो सर। उमेर? 21। तिम्रो दाजु र भाउजू कतिको मिल्थ्यो? मिल्नु त पुरा मिल्थ्यो सर। मिल्नु त मिल्थ्यो मतलब कोही कोही बेला चाहिँ झगडा गर्थ्यो, हामीले त्यही बुझ्नु पऱ्यो होइन? त्यस्तो त होइन सर। कसरी होइन? पक्कै हो नि, तिम्रो कन्फिडेन्टै छैन। मैले तिम्रो त कन्फिडेन्टै देखिनँ। तिम्रो कन्फिडेन्ट भएको भए त दाजु र भाउजू पुरा मिल्थ्यो भनिहाल्थ्यो नि, होइन र? होइन मिल्थ्यो सर, अहिलेसम्म मैले झगडा गरेको त देखेको त थिइनँ। तिम्रो आमा बाउले नाता नातिनी चाहियो भनेर भाउजूले किचिङ किचिङ त गर्थेन? होइन त्यस्तो त कहिले पनि गर्दैन सर। गर्थेन भनेपछि राम्रै मान्छेले कसरी आत्महत्या गरे? होइन, उसको अब आफ्नो केही प्रब्लम थियो होला, हाम्रोबाट त त्यस्तो केही थिएन सर। तपाईँको बुहारीले मुसा मार्ने दबाई खाएर आत्महत्या गरेको भनेपछि तपाईँको त्यत्रो मुसा छ? खै मुसा त त्यति छैन, मैले त घरमा बिरालो पारेको छु र मुसा त्यति आउँदैन सर। भनेपछि तपाईँको घरमा मुसा पनि छैन? त्यसो त्यो मुसाको दबाई चाहिँ कहाँबाट आयो? खै अब हाम्रो घरमा त मुसा त छैन,
त्यो मुसा मार्ने दबाई कसले ल्यायो कहाँबाट ल्यायो हामीलाई त केही थाहा छैन सर। हामीले यसबाट के बुझ्नुपर्छ भने नि सर, उहाँको घरमा मुसा पनि छैन, बिरालो भएकोले मुसा आउँदैन, उहाँहरूले ल्याएको पनि होइन मुसाको दबाई। यसको मतलब बुहारीलाई मानसिक तनाउ केही न केही छ या थियो, त्यही कारणले बुहारीले आफै मुसाको दबाई किनेर ल्याएर खाएर सुसाइड गर्यो। हुनसक्छ। के को मानसिक तनाउ हुनु सर? घरमा राम्रैसँग बसेको थियो, सबैसँग मिलिरहेकै थियो। हो त सर, भाउजूलाई त कम्ता मजा थिएन, हामी सबै कामहरू पनि सकाइदिइहाल्थ्यौँ, भाउजू त यसो ओछ्यान पटायो यताउता त्यति मात्रै हो, अरू त हामी गरिदिइ त हाल्थ्यौँ सबै। भनेपछि घरको बुहारीलाई काम बेसी भएर तिमीले सघाउँथ्यौ। यो आमा छोरीले पुरै काम सघाउँथ्यो नि बुहारीलाई। आजल तिमी के गर्दैछौ अहिले? म कलेज थर्ड इयर गर्दैछु। कति बेला कलेज जान्छ? 10 बजी। कति बेला उठ्छ? 8 साढे 8 हुन्छ। कलेजबाट कति बेला आउँछ? साथीहरूसँग भुलिँदा उल्टा गरेर 4-5 चाहिँ बज्छ। भनेपछि तिमी बिहान त्यति बेला उठ्छौ, 5:30 मा आइपुग्छौ, भाउजूलाई कहाँ काम सघाउँदैछौ त? होइन सर, सघाउँथ्यो नि। होइन, तिमीले सघाउँथेनौ। तिमी बिहान 8:30 मा उठ्थ्यौ, 8:30 मा उठेर मुख धुँदा के गर्दा तिम्रो त कलेज जाने टाइम हुन्छ, फेरि 5:30 मा कलेजबाट आउँथ्यौ, घरमा आएपछि सिधै त काम सघाउँदैन मान्छेले होइन। तिमी आएर हातखुट्टा धुन्थ्यौ, एकछिन मोबाइल खेलाउँथ्यौ, त्यसपछि खाने टाइम भइहाल्थ्यो तिम्रो। तिमी त भाउजूलाई सघाएको जस्तो त लागेन, सघाउँथेनौ तिमीले त। होइन सर, यो नहुँदा त हामी सघाइहाल्थ्यौँ नि, फेरि भएन यो कलेजबाट गएको बेला त छिटो पनि आएर सघाइहाल्थ्यो नि सर। तपाईँले भन्नु हुँदै थियो नि काम गर्ने केटी छ भनेर, एकछिन बोलाउनुहोस् त। जान नि बोलाइदिए। तिमी हो यो काम गर्ने? हजुर। कति वर्ष भयो? 11 वर्ष भयो। 11 वर्ष भयो। बुहारीलाई त सबले काम सघाउँछ भन्दै थियो त, तिम्रो काम चाहिँ के हो? मेरो काम त खाना बनाउने मात्रै हो सर। अरे यहाँ त बुहारीले त खाना पनि बनाउनु नपर्ने रहेछ, खाना बनाउने मान्छे पनि रहेछ, फेरि बुहारीलाई सबैले काम सघाइहाल्छ भनेपछि के को चिन्ता थियो र चाहिँ बुहारीले सुसाइड गरेछ? यो त केही न केही त छ गडबड। गडबड छ यसमा। अनि तिमीले सेलेरी कति दिन्छ? सर मलाई मन्थली 5,000 दिनुहुन्छ। तिम्रो बाबा आमाले के काम गर्नुहुन्छ? बाबा आमाले खेतीपाती गर्नुहुन्छ सर, र म यहाँनिर खाना बनाउने काम गर्छु। 5,000 पुग्छ नि त सेलेरी? पुग्दैन सर। बढाइ माग्नु सेलेरी? योपालि दिन चाहिँ बढाइदिउँ भनेर सोचिरहेको थिएँ सर। ए भर्खर सोच्दैछौ? बढाइदिइहालेको भइहाल्थ्यो त। एनिवे यो गाउँ छोडेर टाढो चाहिँ नजानु, हामी फेरि पनि आउँछौँ जबसम्म यो केस सल्भ हुँदैन। जाउँ सर। तपाईँको छोरीको बिहा कति भयो? 9 वर्ष भयो होला हो है? 9 वर्ष भयो त। 9 वर्ष भयो सर। लभ म्यारेज हो कि एरेन्ज म्यारेज हो? अब भागेर बिहा गरेको सायद लभ म्यारेज हुनसक्छ। के अहिलेसम्म नानी छैन? नानी छैन सर। नानी छैन? कसरी छैन? 9 वर्ष भइसक्यो बिहे गरेको, कि नबनाएको? अब त्यो तिनीहरूको सरसल्लाह अनुसारै होला नि त, त्यो त हामी कसरी गर्नु सक्छौँ। तपाईँको छोरी उताबाट ज्वाइँसँग झगडा गरेर कहिले आएको याद छ तपाईँलाई? आउँथ्यो? आउनु त आउँथ्यो सर कोही कोही बेला, तर कहिले झगडा परेर आएकोहरू चाहिँ भन्थेन हामीलाई। हेर्नुहोस्, छोरीले त प्रत्येक कुरो आमासँग सेयर गरेको हुन्छ, तपाईँसँग कहिले पनि सेयर गरेन नानीले? सासू ससुराले अलिअलि कसकस गर्छ भनेर चाहिँ भन्थ्यो, अन्त बुढाले पनि घरिघरि टेन्सनको दिन्छ चाहिँ भन्थ्यो, तर हामीले वास्ता गरेन सर। अब त्यही वास्ता नगर्नु नै त तपाईँहरूले गल्ती गर्नुभयो त। तपाईँको छोरी त्यहाँ बिहा भएर गएको, त्यो त तपाईँहरूले याद गर्नु पर्थ्यो। हुनसक्छ त्यहाँ परिवारबाट मेन्टली फिजिकल्ली टर्चर हुँदैछ कि होइन र? ज्वाइँले पनि न मेन्टली फिजिकल्ली टर्चर गर्थ्यो कि परिवारबाट उसलाई टर्चर हुन्थ्यो कि, त्यो त तपाईँहरूले याद गर्नु पर्थ्यो। होइन सर, त्यस्तो त के मलाई त थाहा छैन कि उसलाई भन्थ्यो कि, किनभने हामीलाई त अहिलेसम्म त्यस्तो ठुलो झगडा भएको त हामीलाई त त्यस्तो केही भन्थेन। तिमीलाई के भन्थ्यो भने मैले सरलाई नरुबाइकन सक्दिनँ। खै मलाई त भन्थेन त्यस्तो, कोही कोही बेला सानोतिनो झगडाहरू परेको चाहिँ भन्थ्यो, अरू त ठुलो झगडा परेको त भन्थेन। तिमी चाहिँ को? म उसको भाइ हो। तिम्रो त छोरी रहेछ, यो घरकै सदस्य रहेछ, तिमीलाई के थाहा छैन? अस्ति स्वप्नले कुरा त गर्दै थियो मलाई कि जहिलेसँग अलिक ठुकठुक पढेको छ भनेर भन्दै थियो, तर मैले सानोतिनो कुरा होला भनेर चाहिँ दाजु भाउजूलाई पनि नभनेको मैले। हो, यही त गल्ती गऱ्यो तिमीहरूले। यो सानो कुरो लुकाउँदाखेरि चाहिँ यो गल्ती हुन्छ, त्यसलाई सानो कहिले पनि नसम्झिनु। हेर त, त्यो नानीले मुसा मर्ने दबाई खाएर आफ्नो ज्यान गुमाएको छ। होइन सर, मलाई त्यो मेरो छोरीको परिवार पहिल्यैदेखि त्यति ठिक चाहिँ लाग्थेन।
धेरैचोटि मैले हेरेँ किनभने अहिले हेर्नुहोस् मेरो छोरी मरिरहेको छ म त्यहाँ पुगेँ तर उनीहरूको त्यो जति पनि परिवार छ परिवारमा कसैको पनि त्यो दुखी अनुहार थिएन नि सर र त्यसले पनि मलाई अलिकति कता कता शङ्का चाहिँ लाग्दैछ सर तपाईँलाई त्यो परिवारसँग पुरा डाउट रहेछ हजुर हो त त्यो परिवारमा एक एकजनालाई हामी सोध्नुपर्छ अब सर हामीले त्यो घरमा काम गर्ने केटीले चाहिँ अलिक विशेष ध्यान दिनुपर्छ होला त्यो नानीले नै जे भन्छ त्यही सही हुन्छ होला सर र यो विषयमा तपाईँहरूले हामीलाई कोअपरेट चाहिँ पुरा गर्नुपर्छ बुझ्नु हो सर हाम्रो छोरी त अब मरेर गइसक्यो तपाईँहरूले यस विषयमा जस्तो सहयोग माग्नुहुन्छ हामी सहयोग दिन तयार छौँ हामी सर मेरो अब छोरी त म पाउँदिनँ तर मेरो छोरीले चाहिँ न्याय चाहिँ पाएको हुनुपर्छ सर तपाईँहरू नसुर्ताउनुहोस् त्यो हाम्रो ड्युटी हो जाउँ सर ए के थियो होला म त बजार पनि निस्किनु आँटेको थिएँ हामी क्राइम ब्रान्चबाट आएको ए हजुर हजुर तपाईँ सुनिल र सबनमको परिवारलाई कहिलेदेखि चिन्नुहुन्छ ए परा सुनिल हजुर ए उसलाई चिन्नु त चिन्छु तर त्यस्तो हाम्रो आउजाउ चाहिँ छैन आउँछ छैन त्यसको कारण चाहिँ खै अब सर अब जिउने तरिका आफ्नो आफ्नो हुन्छ उनीहरू अलिकति पैसावाला मान्छे त्यस्तो विचारै मिल्दैन हौ हामीसँग सर विचार मिल्दैन भनेपछि तपाईँसँग पनि उनीहरू मिल्दैन त्यस्तो के हजुर मिल्दैन रिलेसन त्यस्तो छैन हाम्रो तपाईँलाई थाहा भयो होला त्यो घरमा एउटा दुःखद घटना घटेको छ हजुर सर हजुर त्यो घरको बुहारीले पोइजन खाएर सुसाइड गरेको त्यसकै विषयमा तपाईँलाई सोधपुछको लागि हामी आएको पोइजन खाएर सर मैले त घाइकै कुरा सुनेको त्यो बुहारी त प्रेसरले पो लडेको भन्दै थियो त तपाईँलाई कसले खबर दियो प्रेसरले लड्यो भने यहीँ तल घर यो मेरो भतिजो केटा छ सर सन्दीप त्यसले कुरा गरेको सर उसको कन्ट्याक्ट नम्बर छ हजुर सर छ नि कल लाउनुहोस् त हुन्छ सर हुन्छ ए सन्दीप तँ कहाँ छस् यहाँ सरहरू आउनु भएको छ हौ त्यो हिजो तल्लो घरको त्यो केसको इन्भेस्टिगेसनको लागि तँसँग बात गर्ने भन्दैछ सरहरूले ए बिजी छस् बजारमा ए ल म त्यसो भए तेरो नम्बर म सरहरूलाई दिइहाल्छु सरहरूसँग बात गर ल तैँले सर त्यसको नम्बर लिनुहोस् न सर यो नम्बर यही हो एउटा कुरा त्यो घरमा कहिले कहिले झगडा भएको या बुहारीलाई शारीरिक प्रताडन गरेकोहरू तपाईँलाई याद छ झगडा भन्दा पनि सर त्यो घरमा चाहिँ त्यो सपना बुहारीलाई त्यति बुहारी जस्तो गरेको जस्तो लागेन हौ मलाई अलिकति हेला होचो गरेको जस्तो लाग्थ्यो सर मलाई त हेला होचो भन्नाले चाहिँ कस्तो प्रकारको हेला होचो भन्दा पनि सर अलिकति अब बुहारीलाई नकुरलाई जस्तो बिहेभ गर्ने अलिकति परपर गर्ने त्यति अब साह्रै माया गरेर काम कुरो नलाएको जस्तो नि कराएर हप्काएर गर्ने बुहारीलाई त्यस्तो प्रकारको व्यवहार तिनीहरूले गर्थ्यो बुहारीलाई सर तपाईँलाई त्यो परिवारको विषयमा के थाहा छ अरू कुरा त खै के थाहा छैन सर त्यो ससुरा र उसको हस्बेन्डले चाहिँ अलिक उसलाई मेन्टली टर्चर दिएको जस्तो लाग्थ्यो सर मलाई चाहिँ कतै त्यो बुहारीबाट सन्तान नभएकोले गर्दा टर्चर गरेको त होइन हुनसक्छ नि सर किनभने अब परिवारमा बिहा गरेको यत्रो साल भयो नानीहरू जय जन्म भएको छैन त्यो तपाईँले सही भन्नुभयो सर हुनसक्छ यो कारणले सर त्यस्तो लाग्यो सर हजुर हुन्छ थ्याङ्क यू तपाईँलाई यति जानकारी हुन्छ सर हुन्छ हुन्छ फेरि पनि हामी आउँछौँ हुन्छ सर वेलकम सर थ्याङ्क यू हुन्छ सर मैले सन्दीपलाई भेटाएको छु म उसलाई सोध्छु नि सर हजुर म त्यतै आउँछु नि सर ओके के भयो अरे म हिजो त्यो बाटो जाँदै थिएँ कि त्यति बेला हल्ला हल्ला सुनेर त्यो घरमा पसेको थिएँ अन्त त्यहाँनिर बडाले भन्नुभयो प्रेसरले लडेको भन्नुभयो उसको बुहारी भित्र पसेन भित्र पसेको थिएँ अन्त केही सहयोगहरू गर्नुपर्छ यसो हस्पिटलहरू लानुपर्छ भनेको थिएँ अन्त होइन पर्दैन प्रेसर हो पाती साथीले यताउता गर्दा जाति हुन्छ भन्नुभयो सुन न तिम्रो घर त त्यहाँ नजिकै हो होइन हजुर त्यो घरको माहौल कस्तो थियो केही झैझगडाहरू हुन्थ्यो त्यहाँ कुनै दिन खोइ झैझगडाहरू त म त याद भएन त्यति साह्रो म त्यतातिर जान्थिनँ हो नजानुको कारण चाहिँ खोइ अब तिनीहरू त्यही खालको मान्छे थियो नि त कस्तो त्यस्तै खालको हुने चाहिँ कस्तो खालको अब गाउँठाउँमा नमिल्ने खालको मान्छेले अब कामै नलाग्ला जस्तो क्या
भनेपछि उनीहरू गाउँमा पैसाको पनि मिल्दैन। खै मिल्थेन त्यस्तो। बरु त्यहाँ भाउजू चाहिँ यसो गाउँठाउँमा सघाउपघाउहरू गर्थ्यो, यताउता सघाउपघाउ गर्दाखेरि पनि घरकोले अब जानु दिन्थेन अरे। बुहारीलाई घरबाट निस्किनु दिन्थेन अरे भनेको तिमीलाई चाहिँ यो कुरा कसले भन्यो? त्यो घरमा काम गर्ने केटी छैन सर, उसले नै भनेको। सबनमको हस्बेन्ड चाहिँ कस्तो खालको मान्छे? ऊ पनि त्यही खालको सर, घमण्डी टाइपै हो। यो सब किन सोध्नुभएको सर? सबनम प्रेसरले लडेको होइन, सबनमले पोइजन खाएर सुसाइड गरेको। त्यही केसको इन्भेस्टिगेसन गर्दैछु हामीले। ए त्यो भएर मलाई घरभित्र बस्नु नदिएको रहेछ त। जे होस् तिमीले टाइम दियौ, फेरि पनि हामी तिमीलाई कल गर्न सक्छौँ ल। हुन्छ सर, धन्यवाद। हुन्छ सर। के भएको रहेछ गौतम? त्यो केटीको हत्या भएको रहेछ कि सुसाइड? हत्या होइन म्याडम, त्यो हामीले अनुसन्धान गर्दाखेरि चाहिँ त्यो केटीले पोइजनै खाएको हुनुपर्छ। म्याडम त्यो केटीको दुई पक्षमा हामीले पुछताछ गऱ्यौँ, गर्दाखेरि लास्टमा बुझ्दाखेरि चाहिँ त्यो केटीको ससुरालीबाट चाहिँ मेन्टली टर्चर भएको रहेछ। हो म्याडम, बिहे गरेको 9 वर्ष भइसकेको छ, बालबच्चा छैन रहेछ त्यो केटीको। हुनसक्छ ससुरालीपट्टिबाट उसलाई त्यसमा टर्चर गर्यो होला, त्यो कारणले गर्दाखेरि उसले त्यो कदम उठायो। मलाई चाहिँ के लाग्यो भने म्याडम त्यो केटीलाई पछि घरमा टर्चर भयो, त्यही कारण त्यो कदम उठाएको जस्तो लाग्यो। भनेपछि त्यो मर्डर होइन, स्वयं हत्या भएको हुनसक्छ कि कसो गौतम? हो म्याडम। अनि एउटा कुरो चाहिँ अचम्म भइरहेको छ म्याडम, त्यो घरमा मुसा एउटा पनि छैन, तर त्यहाँ हामीले मुसाको दबाई भेटायौँ। अनि हामीले त्यो परिवारमा सोधेको मुसाको दबाई कसले किनेर ल्याएको भन्दाखेरि हामीले ल्याएको होइन भन्यो। भनेपछि त्यो त केटीले नै ल्याएको हुनु पऱ्यो, जो खाएर त्यो केटीको मृत्यु भयो जस्तो लाग्यो। त्यसमा चाहिँ कन्फ्युज भइरहेको छ म्याडम। अच्छा, घरमा चाहिँ को रहेछ परिवारमा? दुईपट्टि सोध्यो? होइन म्याडम, हामी गएको गएर सोद्धाखेरि चाहिँ त्यहाँ रहेछ सासू ससुरा, उसको हस्बेन्ड, एउटा नन्द, अन्त काम गर्ने केटी। अनि उसको माइतपट्टि चाहिँ म्याडम बाबुआमा र एकजना काका चाहिँ हुनुहुँदो रहेछ। अनि उसको माइतपट्टि चाहिँ म्याडम उसको आमा बुवा अनि एउटा काका रहेछ। त्यहाँ हामीले सोधिसक्यो सोध्नु चाहिँ, तर पिएम रिपोर्ट आएपछि फेरि त्यहाँ जानुपर्छ म्याडम। भनेपछि सेन्डु त्यो घरमा काम गर्ने केटी पनि रहेछ? हजुर म्याडम, त्यो घरमा एकजना काम गर्ने केटी पनि छ। हो, त्यही केटी मात्र रहेछ त म्याडम खेला त। किनभने काम गर्ने केटी पनि छ, फेरि घरको मान्छेले भन्छ हामी सबै काम बुहारीलाई सघाउँछौँ पनि भन्दैछ। घरमा काम गर्ने केटी राखेको छ, खाना बनाउनु पर्दैन, सबै काम सबै मिलेर गर्छ भने त्यो केटीलाई कुन चाहिँ त्यस्तो ठुलो प्रब्लम भएर चाहिँ त्यो स्टेप उसले चाल्यो, यो चाहिँ एकदमै रहस्यको कुरा छ म्याडम। म्याडम पिएम रिपोर्ट आएपछि दुई पक्षलाई राखेर हामी सोधपुछ गर्छौँ। तिमीहरू दुईजनाले प्रत्येक कुरा नोट गरेर राख्नु, अनि दुईजनाले अलग अलग फ्यामिलीमा गएर एउटै किसिमको क्वेसन एक एकजनालाई पर्सनल राखेर चाहिँ सोध्नु, अनि दुईजनाले नै कस्तो टाइपको उनीहरूको रिप्लाई हुन्छ बसेर चाहिँ ट्याली गर्नु, अन्त के कस्तो हुँदो रहेछ त्यहाँदेखि चाहिँ आएर कुरा क्लियर भइहाल्छ त। एउटा कुरा, तिमीले त्यो केटीको हस्बेन्डलाई राम्रोसँग केयरकार गर्यौ, एकदम राम्रोसँग केयरकार गर्नुपर्छ उसलाई। कतै उसको कुनै केटीसँग चक्कर त छैन, पक्कै पनि त्यो केटाको कुनै केटीसँग चक्कर हुनुपर्छ, त्यही कारण त त्यो केटीलाई हटायो। विषय त्यो पनि हुनसक्छ म्याडम, किनभने त्यो केटीकोबाट सन्तान नजन्मिने भन्दै थियो, उसकोबाट सन्तान नभएकोले गर्दाखेरि उसको परिवारै मिलेर त्यो केटीलाई हटाएको पनि हुनसक्छ म्याडम। हौ, त्यही कारण तिमीले एकपल्ट पनि याद गर्नु। अनि अर्को कुरा, त्यो गाउँमा गएर उसको छरछिमेकीसँग पनि सोधपुछ गर्नु उसको फ्यामिलीको बारेमा, अन्त आएर मलाई रिपोर्ट गर्नु। हुन्छ म्याडम, तर एकपल्ट म्याडम पनि स्पटमा गएको भए चाहिँ राम्रो हुन्थ्यो होला, होइन सर? ठिक छ, म पनि जान्छु उसो भए। हस् म्याडम।